यसरी सेता खालको बुकी फुल यो अब फेरि बाहिङ राईहरूको चाहिँ मुन्दुम अनुसार चाहिँ यो रमफुल हो। यो रमफुल चाहिँ अब तायामा खियामा भनेर जुन भनिन्छ त्यो तायामा खियामा चाहिँ हाम्रोमा जाउ र ख्लिउ हुन्छ। जाउ र ख्लिउ मध्ये चाहिँ अब दुईटा फुलको त्यहाँ कुरा आउँछ। एउटा चाहिँ ब्याल्सिफुङ भन्छौँ हामी। ब्याल्सिफुङ चाहिँ चिम्पिङ हो। रमफुङ भनेको चाहिँ यो बुकी सेतो बुकी हो। दुईटा फुल रोपेर एकजना लेकतिर एकजना औलतिर गएको र पछि त्यो फुल त्यही छुट्टिएको ठाउँमा आएर फुल हेर्दाखेरि फुलको अवस्था के छ त्यसका आधारमा एक अर्काको अवस्था जानकारी लिने भन्ने बाचाका साथ छुटेको फुल हो यो रमफुल। त्यसकारणले गर्दा हाम्रो मुन्दुममा चाहिँ हाम्रो तुम्लोमा चाहिँ यो निकै महत्त्वपूर्ण चाहिँ मुन्दुमी फुल पनि हो यो रमफुल अर्थात् सेतो बुकी हो यो है त। महिमको बाटोतिर तर अहिले भर्खर यहाँ उज्यालो थियो। एकैछिनमा यहाँ तुवालोले एकदम तीव्र गतिमा तुवालोले यसलाई छेक्दै पनि छ, छोप्दै पनि छ, ढाक्दै छ। यसको सुन्दरता एकदमै महँगो छ। त्यही भएर बेला बेलामा यो तुवालोको पर्दा लागि नै रहन्छ। केही छैन, हामीले निकै नजिकबाट हेरिराखेका छौँ। यो मोबाइलबाट यो क्यामेराबाट खिच्ने कुरा त सामान्य कुरा भयो, तर हामीले मुटुभरि यसको सुन्दरता खिचिरहेका छौँ।